अब यो Redmi 13 मोडल हो जसमा चाहिँ लाइट आएको छैन, ग्राफिक्स आइसकेको छ, देख्न सक्नुहुनेछ यहाँनिर। एमआई देख्नुभयो, यहाँनिर एमआई देखिसकेको छ। अब फोन अन हुँदैछ, यसमा लाइट आएको छैन। यसको लागि हामीले अब यसको बिटम्यापमा गएर हेर्छौँ, यसको हार्डवेयर सोल्युसनमा गएर हेर्छौँ है। बोर्ड ओपन गरिसकेको छ हामीले। यसको देख्न सक्नुहुन्छ यहाँनिर एलसिडी लाइट पिडिएफ, जसमा चाहिँ यो कनेक्टरहरू डिस्प्ले कनेक्टर भयो। डिस्प्ले कनेक्टरको योनिर क्यापेसिटर छैन। यो लाइट आइसी, यो भयो कुन कोइल? बुस्ट कोइल। कुन कोइल? बुस्ट कोइल। यसले भोल्टेजलाई के गर्छ? बुस्ट गर्ने काम गर्छ है। यसको इनपुटमा कति आएको हुन्छ? 4.2। कहाँबाट आएको हुन्छ? 4.2 कुन आइसीबाट आएको हुन्छ? चार्जिङ आइसीबाट आएको हुन्छ। ओके, त्यसलाई कुन लाइन भनिन्छ? भिपिएस लाइन। ओके, देखाउन सक्नुहुन्छ भिपिएस लाइन। यो भिपिएस लाइनको इनपुटमा कति भोल्टेज आएको हुन्छ? 4.2। ओके, यसको फलो गरेर त कहाँबाट आएको छ? चार्जिङ आइसी भन्नु भयो नि त। ओके, चार्जिङ आइसीबाट आएको रहेछ। हल्का जुम गरेर देखाउनु। चार्जिङ आइसीबाट ठ्याक्कै निक्लिएछ। के मार्फत निक्लिएको? आइसीबाट के मार्फत गएको छ? यो कोइल मार्फत। ओके, यो कोइल मार्फत गएकोलाई कुन बोर्ड भनिन्छ? टाइप 2 बोर्ड भनिन्छ। ओके, अनि टाइप 1 बोर्ड चाहिँ सिधै कोइल मार्फत नभएको डाइरेक्ट डिस्ट्रिब्युट हुन्छ भने त्यो चाहिँ टाइप 1 बोर्ड हो। टाइप 1 बोर्ड चाहिँ अहिलेको प्रायः लेटेस्ट बोर्डहरूमा चाहिँ युज हुँदैन, ओल्ड फोनहरूमा युज हुन्थ्यो है। ओके, अब हामीले चार्जिङ आइसीबाट चाहिँ 4.2 भोल्ट आएको छ कि छैन भिपिएसमा है, इनपुटमा हामीले चेक गर्छौँ। ओके, यसको लागि हामीले अब कहाँ चेक गर्नु पर्यो? कोइलको इनपुटमा। भनेपछि यहाँ अब कोइलभित्र त पोइन्ट छैन, चेक गर्न गाह्रो छ। हामीले युरी सिस्टममा चेक गर्छौँ है, नभए क्यापेसिटरको एउटा पोइन्टमा चेक गर्दा नि हुन्छ। ओके, हामीले मल्टिमिटरलाई डिसीमा राख्यौँ। अब ग्राउन्डमा पोइन्ट राख्यौँ। अब हामीले चेक गर्छौँ कति आएको छ देखाऊ मल्टिमिटरमा। 4.2। ओके, 4.2 आएको छ। इनपुट ठिक छ, भिपिएस लाइन ठिक छ। अब यसको जुन आउटपुट थियो यहाँनिर माउस कसो छ, यहाँनिर अब यसको आउटपुट आइसी लाइट आइसीबाट गर्दै यहाँ आएको छ। हामीले यहाँ चेक गर्छौँ है त। ओके, लाइट आइसीको भोल्टेज आउनको लागि चाहिँ डिस्प्ले अन हुनुपर्छ, हो कि होइन? डिस्प्ले अन छ नि त? ओके, अब यसलाई हामीले डिस्प्ले अन हुँदा हुँदै चार्जबाट एकछिन निकालिदिउँ। इनपुट ठिक छ, आउटपुट छैन, छ त? छैन। सो एकचोटि हामीले यो बुस्ट कोइल चेन्ज गर्छौँ है त। बुस्ट कोइल चेन्ज गर्नको लागि हामीले लाइट सेक्सनकै कोइलले हाल्नुपर्छ है, अरू कोइल हालेर भएन। भएसम्म यही 13 कै हाल्दा राम्रो, नभएदेखि अरू जुनसुकै बोर्डको हाल्दा फेरि हुन्छ। हामीसँग अर्को जुन अघि अन भएको बोर्ड हो, हल्का फ्लस लाग्यो। निकाल्यो, अर्को हाल्दैछौँ। कलर चेन्ज छ, त्यसको वाइट त्यसको ब्ल्याक। ओके, कलर चेन्जले केही फरक पर्दैन। कोइल चाहिँ बुस्ट कोइलले हाल्नु पर्यो है। अब अरू यो पावर आइसीको वरिपरिको कोइलहरू कुन कोइल हो? नाम भन्नु त, कुन कोइल हो? तर यहाँ हाल्दा मिल्छ? मिल्दैन, किनकि त्यस्तो बुस्टै गर्दैन त भोल्टेज कसरी मिल्छ? किनकि अब बुस्ट भनेको लाइट सिस्टम मात्रै युज गर्ने है, एउटा मात्रै हुन्छ। एउटा हुन्छ है, नर्मली एउटा हुन्छ है बुस्ट कोइल। यहाँ देख्न सक्छौ यसमा पनि हल्का स्केल भइसकेको छ पानीले गर्दा, देख्नुभयो? ख्याल आइसकेको छ यो पानीले गर्दाखेरि हो। अब एकचोटि हामीले यसलाई हामीले क्लिन गर्छौँ थिनरको सहायताले। अब फेरि यो नसकिकन के अरे यो हिट कम नभइकन फेरि तातोमै फेरि सफा गर्ने होला र उड्ला नि कम्पोनेन्ट।
याद गर्नुहोस्। अब यसलाई अन गर्छौँ हामी, के हुन्छ अनि भोल्टेज पनि चेक गर्छौँ है। 1.3 एम्पियर 1.3 लियो। ल ओके, डिस्प्ले देखायो। एकदम प्रब्लम अब यसो भोल्टेज चेक गर्छौँ। अघि भोल्टेज आएको थियो, थिएन, आउटपुटमा भोल्टेज आएको थिएन। अघि यो हामीले भोल्टेज चेक गऱ्यौँ। बुस्ट कोइलको आउटपुटमा जुन लाइट आइसीको आउटपुटमा चेक गरेको थियौँ रेसिस्टरमा, त्यहाँ भोल्टेज आएको थियो थिएन। ओके, अब चेक गर्छौँ भोल्टेज कति आउँछ है। सिधै अब लाइट आइसी निकालेर हुँदो रहेछ त। रेडमीको सेटहरू चाहिँ एकछिनमा नर्मल्ली पनि तपाईँले 5 सेकेन्ड 6 सेकेन्ड कुनैमा 10 सेकेन्ड थिचिराख्नुपर्छ। त्यस पछाडि धुरुक्क भाइब्रेट गर्छ, त्यसपछि ढिलो आउनुहुन्छ रेडमीको सेटहरू, प्रायः सेटहरू है। लाइट आइसकेको छ। लाइट आइसकेको छ, बुझ्नुभयो नि, गर्न सक्नुहुन्छ, फाइन्ड आउट गर्न सक्नुहुन्छ। इनपुट हेर्नु पर्यो, आउटपुट हेर्नु पर्यो है, अनि तपाईँको भोल्टेजहरू हेर्नु पर्यो। डिस्प्ले भयो ल। हल्का अझै पनि पानी छ यहाँनिर, देख्न सक्नुहुन्छ। अब अहिले त के देख्नु हो र, ल ब्राइटनेस बढाउँ। ल यहाँनिर हल्का पानी छ। यो पानी हटाउनको लागि चाहिँ डिस्प्ले निकाल्नुपर्छ। डिस्प्ले निकाल्दाखेरि अब हल्का रिस्क हुनसक्छ है। अब कस्टमरले अब यो लाइटको यो पुरै सफा गरिदिनु, क्लिन गरिदिनु भन्नुहुन्छ भने त हामी गरिदिन्छौँ, फरक परेन। तर अब यत्तिकै चलाउँदाखेरि पनि इफेक्ट चाहिँ पर्दैन है। ओके, अब यसको हामी भोल्टेज चेक गर्छौँ। डिस्प्ले अन छ। अन हुँदाखेरि हामीले मल्टिमिटरलाई हामीले डिसी मोडमा राख्यौँ, भोल्टेजमा। पहिला इनपुट चेक गरौँ है। इनपुट कति 3.9 ल। अब मैले यसको भोल्टेज चेक गरौँ। भोल्टेज अहिले आयो 22 आयो त, 22 भोल्टेज आयो। मोबाइलमा 22 भोल्ट हुन्छ, 22 भोल्ट हुन्छ, हुँदैन। कसरी आयो त, कसरी आयो 22 भोल्ट? ओके, अब हामीले यसको भोल्टेज चेक गरौँ। भोल्टेज कति 3.7 छ। 3.7 छ। किन छ त? मोबाइल अन छैन। अन छ त, स्लिप मोडमा छ अहिले। अब यसलाई हामीले अन गरौँ। एकछिन इमर्जेन्सी कलमा लगाऊ ताकि यो मोबाइल एकछिन अनै होस् है। अब कालोलाई ग्राउन्डमा, रातोलाई पोइन्टमा राखौँ। पोइन्टमा राख्दाखेरि भोल्टेज कति देखायो? 3.7 देखायो। सायद मलाई लाग्छ अझै पनि सेट अफ भयो। फेरि अफ भयो, त्यही भएर 3.7 के गर्नु, एकछिन चार्जमा हालौँ त है। चार्जमा हालौँ एकछिन। हाम्रो कति देखायो? यहाँनिर 22 भोल्ट। 22 भोल्ट। अनि मोबाइलमा 22 भोल्ट आउँछ? आउँदैन। कसरी आयो त? बुस्ट कोइलले भोल्टेजलाई बुस्ट गरेर आयो हो। 22 भोल्ट देखायो। ओके, ल यसको हाम्रो प्रब्लम सल्भ भइसकेको छ। बुस्ट कोइल चेन्ज गरेर प्रब्लमको सल्भ भयो। गर्न सक्नुहुन्छ? ओके, प्रोसेस थाहा छ। इनपुट आउटपुट चेक गर्नु पर्यो, रिक्वायरमेन्ट चेक गर्नु पर्यो है। ल डाइरेक्ट आइसीमा हात हाल्नु पर्छ? डाइरेक्ट आइसीमा हात हाल्नु पर्दैन होइन त? पर्दैन। स्टेप बाई स्टेप फलो गर्नु पर्यो, काम गर्नु पर्यो, सक्सेस हुन्छ है। ढिलो चाँडो हो है। अब फिक्स्ड यही कारणले गर्दाखेरि चाहिँ अब प्रब्लम आएको भन्न सकिँदैन। त्यो भनेको चेक गर्दै जाने हो, थाहा हुँदै जाने हो। ओके, हामीले चाहिँ यहाँनिरको जुन आइसीको लागि चाहिँ हिट कन्ज्युम गर्नको लागि चाहिँ यहाँनिर हेडसिङ यसलाई ग्लु भन्छ होइन, राखिएको हुन्छ। त्यो चाहिँ हामीले पछि हाल्दैछौँ। यस्तो गर्दाखेरि चाहिँ ओभरहिट हुँदैन है, मोबाइल ओभरहिट हुँदैन। मैले मात्र होइन, यो प्रत्येक टेक्निसियनले गर्न जरुरी छ। मोबाइल लास्टै तात्तिन्छ, बनाएपछि मोबाइल धेरै तात्तियो, बनाएपछि ओभरहिट भयो भन्नुहुन्छ नि। यो कारणले गर्दाखेरि यस्तो नहालिसकेपछि मात्रै ओभरहिट हुने हो, नभएदेखि यसले हिटलाई अलिकति कुल गर्छ।